तिरपम ताम केरा अनि लड्डु तिरपम ताम फक यू पर्खी बाहुनसँग ब्याटल गर्दा साहित्य हेर्नुपर्छ मलाई ऱ्याप हान्न आउँदैन ढाँटे मलाई पाप हो यसको ज्यान देख्ने बित्तिकै सोध्न मन लाग्छ भाइ तैँले भात खाएको कि भातले तँलाई खाएको यसको ज्यान हेर्न हड्डी र छाला मात्र अझ सोध्छ ह्यान्डसम छ मुला त्यो त्यहाँ ठिङरिङ उभियो भने लाग्छ कसैले झुन्डाको छ ह्याङ्गरमा लुगा यसको राज आज चिनिन्छ क्रेजीको त पेटसम्म पुग्दा बासी हुन्छ यसको त लाग्छ खाने बित्तिकै चाकबाट निक्लिन्छ तर अहिलेको लागि जोक छाड्दिम जब मेरो बार छ मजबुत अस्तिको प्रोमो भिडियोमा मलाई काट्छु रे त्यो सुनेर म मात्र हाँस्न सक्छु उल्टो मेरो शब्द छ धारिलो मुखबाट निक्लिँदा गर्दैन तेरो ज्यानले बाँच्न मन्जुर त्यसैले भन मलाई विद्युत प्राधिकरण किनकि मन लागेको बेला म बिजुलीलाई काट्न सक्छु आज गर्छु तेरो बेजत अनि हुन्छ त फेमस मबाट हारेको भनेर चिन्ने छ ताल परे यो यहाँबाट टाप बाग्छ तर यो त सबैलाई थाहा भएकै कुरा हो बिजुली चम्किन पहिला वाट लाग्छ त्यसैले बजाउँछु तेरो वाट थाहा छैन यसले यो सबै कसरी लाज पचाउँछ यसको अगाडि गयो भने यसको सास पक्कै पनि भिटेन र गिरिसको चाक गनाउँछ साग चाटेर अझ डोप्रे कान्छ सबैलाई थाहा छ सरह ऱ्यापर हो नि साले जोक्कै हाँस्न भाइ ऱ्यापर हुन के गर्नुपर्छ थाहा छ ऱ्याप हान्नुपर्छ साग चाटेर हुँदैन तेरो जिब्रो हो कि टोयलेट पेपर अझ होइन भने सबसँग ढाँटी हिँड्छ गिरिस र भिटेनले त हगेर धुनै पर्दैन अरे यो गएर हग्ने बित्तिकै दुईजनाको सर्लक्क चाटिदिन्छ अझ खत्तम मान्छेको भिडियोमा यो र भिटेन बेच्दै थियो त्यो भिडियोमा भिटेनले सुक्या चाकसम्मको कुनै केटीको होइन मुला यसकै थियो अब भन्न त दुईजनाको गेपोन नेटमा कहिले हान्ले हो अनि साँच्ची त्यो दिन फर्काएर तैँले भिटेनले हाने कि भिटेनले तँलाई हानेको अनि तेरो ग्रुप केटीको हातमा चुलाएर लगाएर यो खेल त नखेल जब अशेषलाई डिहोरिसले अनि भिटेनलाई बनाइसक्यो मैले ऱ्याप ब्याटलमा रखेल अब पाली हो तेरो त्यसैले यो बिच डराको लुगाले तेरो रगत रातो मेरो सिप खतरा हो बस्न सक्दैनस् बस व्रत या बलि चरा तीनजनाको जब खुकुरी नचाउँछु छम छम तेरो घाँटीमा होइन मैले यहाँ तीज मनाएको